यता जाऊ तिम्रो बिस्तारै बिस्तारै बारीपट्टि आयो बुढा बिस्तारै बिस्तारै ल वेलकम ब्याक टु माई युट्युब च्यानल होइन सबैले नमस्कार अनि 2082 सालको विजयदशमीको सबैलाई हार्दिक मङ्गलमय शुभकामना छ तपाईँहरूलाई। हाम्रो चाहिँ यहाँ दसैँको रमाइलो हुँदैछ, दसैँको रमाइलो। हामी चाहिँ यहाँ गाउँको सबै दिदी बहिनी दाजुभाइ काका काकी होइन बच्चा बच्ची सबै मिलेर हामी चाहिँ बच्चाहरूलाई पिङ हाल्नु लागेको छ। यो चाहिँ पिङ हाल्नु लागेको छ, पिङ। यसलाई चाहिँ लिङ्गे पिङ भन्दो रहेछ के अरे। यो चाहिँ हामी लिङ्गे पिङ हाल्नु लागेको छ बच्चाहरूलाई दसैँ ल्याइदिनुलाई दसैँ। यता हाम्रो बुबाले चाहिँ उता खाल्टा खाँदैछ बाँस गाड्नलाई। यो चाहिँ 4वटा बाँस गाडेर चट्ट डोरी झुन्याएर खेल्ने पिङलाई लिङ्गे पिङ भन्दो रहेछ। हाम्रो बच्चा बेला त हामीले चाहिँ त कसले हालेको पिङ रातभरि बाबे घर जम्मा पारेर अनि त्यहाँबाट रातभरि डोरी बाटेर त्यहाँबाट भोलिपल्ट बिहानै तलतिर खोलातिर पापा बोटतिर हाँगामा पिङ हाल्ने। अहिलेको बच्चाहरूलाई बाँस गाड्यो घरकै आँगनमा डोरी किनेर लिएर आएर पिङ हालेर अनि त्यस्तो दसैँ चलेको बच्चाहरूले के थाहा बच्चाहरूलाई। हाम्रो जमाना कसरी दसैँ मनाउँथ्यो होइन कि कसो गरे ल ल ल सबैलाई दसैँको मरी शुभकामना। हाम्रो जमाना त शुभकामना कहाँ बाँडिन्थ्यो त। राजेश हमालको फोटो पछाडि, निखिल उप्रेतीको फोटो पछाडि, निर्दा सिंहको फोटो पछाडि, जलसाको फोटो पछाडि ल ए विजयादशमीको शुभकामना। उही तिम्रो मिल्ने साथी के दुर्लभ के नाम लेखेर पोस्ट कार्ड दिने चलन थियो के अरे पहिला दसैँमा शुभकामना आदान प्रदान। अहिले जमाना कहाँबाट कहाँ पिस्यो। जमाना थियो नि केही यही 10-15 वर्षको बिचमा। यता चाहिँ बाँस गाड्दैछ, 3टा चाहिँ गाडी छ बाँस। यता 2टा बाँस छेउतिर 2टा बाँस कुनातिर गाडिसकेको छ। हामी चाहिँ बाँसलाई अलिक सिधा बनाएर त्यसलाई टक्क अलिकति माथि टुप्पो लुङ्ग्याएर अनि बाँधेर अनि डोरी झुङ्ग्याए यस्तै दसैँ आइगयो नि। त्यही त हो दसैँ बच्चामा। हाम्रो बेलाको दसैँको बच्चाको दसैँ त कसलाई के थाहा छ र हो होइन। एउटा नयाँ लुगा पाउँथ्यो 1 वर्षमा, त्यो के अरे स्कुलको ड्रेस पनि त्यही। दसैँमा नयाँ लुगा पनि त्यही। त्यो लगाएर सुँगुर काटेको ठाउँमा जाने, खसी त के काट्थ्यो र महर गाउँमा अनि त्यही लुगा दसैँमा लगायो। अनि त्यहाँबाट वर्षभरि त्यही लुगा स्कुलमा चाखामा पाल परेको लुगा लगाएर हिँड्ने। हाम्रो दसैँ त कहाँ यो बुढाहरूले त कहाँ देख्न पाएको छ र के देख्दैन के बोक्थ्यो र के थाहा छ उनीहरूलाई। अब यहाँ चाहिँ माथि 4टा बाँस गाडिसकेको छ हामीले चट्टो लाएर छेउतिरबाट कुनापट्टिको टक्क त्यो माथि एउटा बाँस तिर्स्याएपछि डोरी झुन्याइदिएपछि त भइगयो लिङ्गे पिङ। दसैँ आइगयो बच्चाहरूलाई। अहिले चाहिँ त्यो बाँस गाड्दैछ। यता छेउतिर एकजना चढ्दैछ, चढ्ने चाहिँ को हो एक कुनातिर एकजना चढिसकेको छ अनि कोही गफ गर्दैछन्। कोही यो भएन भनेको छ, कोही त्यो भएन भनेको छ। अलिकति कुनातिर लड्किएको छ यो। यहाँ पुरै हुन्छ यो बाहेन भन्छ, कसैले बायो भन्छ, कसैले तान्न पर्छ भन्छ। अब यो चाहिँ अलिक कुनातिर लड्किएर अब सबैले छेउतिर धगाल्नुपर्छ अनि लाग्छ। अब सबैले छेउतिर धगाल्नु लागेको छ। अब त्यहाँ धगाल्दैछ। अब त्यो सकि नसक्यो। हेर न म हेर नि त्यहाँ ए भगवान् सक्नु केही छैन, जाने केही छैन। जान्नेपल्ट अराइरहेछ ल, धगालिरहेछ ल। ए भगवान् सक्ने केही होइन। अझै कुनैतिर लड्किरहेछ भनिरहेछ त्यहाँ कोही कोहीले। त्यसलाई धगाल्न छ। अब त्यसलाई कसले धगाल्थ्यो। अब 4टा गाडी सेर ढुङ्गा हाँदेर बनाएको बाँसलाई धगालेछ सकिन्छ।
कसैले भयो भनेको छ, कसैले तान्नुपर्छ भनेको छ। अझै मिलेन मिल्न त, तर बच्चालाई के ठुलो मान्छेले खेल्ने होइन, त्यही बच्चालाई त दसैँ त्यो चाहिँ तान्दैछ कोहीले। यहाँ म सकिनँ सही, फेरि कोदोबारी यहाँ गएर तान्दैछ। नसक्नु क्या, नतान्न सक्नु, नगर्नु सक्नु, जान्ने चाहिँ पल्टिनु पर्ने ल हेर। तर तान्यो अलि भयो, अलि सिधा भयो। अहिले चाहिँ अब डोरी झुन्याउनु पर्छ अरे, एउटा डोरी माथि खटाउनु भन्छ। अब डोरी माथि खटाएर चट्ट माथि बाँधेपछि त्यहाँबाट चाहिँ यिनै दसैँ आयो, दसैँ आयो। डोरी माथि पठाउनुलाई अब त्यही फेरि अर्को तनाव छ फेरि। अब डोरी माथि फाल्न कोसिस गर्दैछ, फेरि मै जान्ने पल्टिनु पर्ने। ए भगवान्, सक्नु केही छैन। पठाउँदै केटोले माथिबाट पठाएपछि अर्को टुप्पो माथि बाँधेपछि त आइगयो दसैँ बच्चाहरूलाई। यही त अहिलेको बच्चाहरूलाई एकछिन यसो चच्च पहिला जस्तो त कहाँ हुन्थ्यो र। पहिला जमानाको दसैँ त पहिलाको त दसैँ हो त, अहिलेको त के दसैँ भन्नु। सबै आफ्नो घरमा मनाउने दसैँलाई के दसैँ भन्नु। अब रेडी भयो, अब पिङ रेडी भयो, दसैँ रेडी भयो। अब चाहिँ बच्चाहरूलाई फुरुक छ बच्चाहरू। एकछिन लाइन बसेर पिङ खेल्न थालेपछि दसैँ आइगयो। पाले उता सानदिदीले चाहिँ उता पालो लगाइदिनु भएको छ। पालो लगाएर लाइन देखाएर बच्चाहरूलाई। अब आयो दसैँ, आयो दसैँ आयो, दसैँ आयो, खाम्ला पिम्ला पाम्ला चोरी ल्याम्ला। अनि के अरे भन्दै धत्त भएपछि छुट्टै बस्नु भनेर बच्चा भन्दै त्यस्तै। सबैलाई ल अब यो भिडियो हेरिदिनु भयो उहाँ धेरै धन्यवाद, मरि धन्यवाद होइन। तपाईँहरू दसैँ राम्रोसँग मनाउनु, जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ, विदेशमा भयो विदेशमा मनाउनु, घर परिवारसँग मजासँग भयो घर परिवारसँग मनाउनु, जता भयो नि रमाइलोसँग दसैँ मनाउनु। सबैलाई 82 सालको दसैँले सबैलाई नवदुर्गा भगवान्ले सबैलाई रक्षा गरून्। यही दसैँको Kita nih.